टासीदेलिङ नमस्कार। टिबेट टिभीको नेपाली प्रसारण हेरिरहनु भएको सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत, परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूद्वारा शान्तिको लागि युरोपीय सङ्घको प्रशंसा। परमपावन दलाई लामा ज्यूद्वारा सभालाई सम्बोधन र प्रवचन। काल्मिक राज्यले परमपावन दलाई लामा ज्यूलाई पारम्परिक राष्ट्रिय खेल समर्पित। चीनी अत्याचारले एक तिब्बती युवाको मृत्यु। तिब्बत चीनको हिस्साको रूपमा नभएको अमेरिकाको वार्षिक मानव अधिकारको रिपोर्ट। G7 सम्मेलनमा तिब्बत समावेश भएको। चुनाव आयुक्तले 2021 को 6औं र 17औं तिब्बती संसदको नतिजा घोषित। अब समाचार विस्तारमा। युरोपीय सङ्घको भावनाले प्रशंसा गर्दै परमपावन ज्यूले युरोपमा शान्तिको लागि सङ्घको सराहना गर्नुभयो। यस हप्ता मङ्गलबार चेक युट्युबर करेलसँग द वेक्लेफ हेभेल युरोपियन डायलोग 2021 को अन्तर्वार्तामा परमपावन ज्यूलाई युरोपेली सङ्घको महत्त्वबारे उनको धारणा, आफ्नो जीवनमा भएको कठिनाइहरूबाट सिकेका पाठहरू र उनको पुनर्जन्म बारेमा सोध्नु भएको थियो। Now, because European Union developed, since then, no longer any killing among the member of European Union. Now, the spirit of European Union and should spread to Africa, Latin America, and Arab countries, some kind of union. That's the best way guarantee for peace. परमपावन दलाई लामा ज्यूले यस महिनाको सुरुमा आभासी बैठक र प्रवचनहरू सुरु गर्नुभयो। गत हप्ता बुधबार रुसी न्युरोसाइन्टिस्टद्वारा गरिएको वैज्ञानिक अभ्यासको एक बैठकमा परमपावन ज्यूले हामीले थुकदामको घटनाहरूबारे अधिक अनुसन्धान गर्नुपर्ने आवश्यकताबारे बताउनुभयो। रुसी वैज्ञानिकहरूले दक्षिण भारतको तिब्बती बस्तीहरूमा अनुसन्धान प्रयोगशालाहरूको स्थापना गरिएको छ र 104 लामाहरूको अनुसन्धान पनि गर्नुभएको छ। परमपावन दलाई लामा ज्यूले गत हप्ता ताइवानमा चिनिया र ताइवान बौद्ध चिकित्सकहरूद्वारा आयोजित विश्व शान्तिको लागि सामूहिक प्रार्थनाको क्रममा हृदय सूत्रबारे शिक्षा दिनुभयो। यस महिनाको पारम्परिक कल्मिक राष्ट्रिय खेल परमपावन दलाई लामा ज्यू प्रति कृतज्ञताको वर्षको रूपमा र केन्द्रीय बौद्ध मठ गेन्दिन सेडुप छोगोलिङको 25औं स्थापना वर्षगाँठमा समर्पण गर्नुभएको थियो। यो रुसी सङ्घ कल्मिक रिपब्लिक युगोस्की गाउँमा आयोजित गरिएको थियो। स्रोतका अनुसार तिब्बती खाम प्रान्तको परम्परागत सागरोम्पो क्षेत्रको तथाकथित तिब्बत स्वायत्त क्षेत्रको नाक्चु काउन्टीको टाचेन टाउनसिपमा जबरजस्ती राजनैतिक पुनः शिक्षा अभियानमा भाग लिन असुगर गरेको कारण एक तिब्बतीलाई चिनिया प्रहरीले हिरासतमा लिएको छ र हिरासतमा कुटपिट र यातना दिएको कारण उनको निधन हुनुभएको छ। करिब 36 वर्षका नोर्सङ र अन्य धेरै तिब्बतीहरूलाई नागरिक राजनीतिक अशान्ति वा संवेदनशील कुराहरू भइरहेको कारण सितम्बर 2019 मा पक्राउ गरेको थियो। तर अनलाइन सञ्चारमा चीनको कडा प्रतिबन्धको कारण नोर्सङको मृत्यु अहिलेसम्म तिब्बत बाहिरको संसारमा अज्ञात रहेको थियो। अमेरिकी विदेश विभागको वार्षिक मानवाधिकार प्रतिवेदनले अब तिब्बतलाई गणतन्त्र चीनको हिस्साको रूपमा मान्यता दिएको छैन। तिब्बती नीति तथा समर्थन ऐनका सहप्रयोजक तथा प्रयोजक सेनेटर मार्को रुबियो र सेनेटर प्याट्रिक लेहाईले तिब्बतको सम्बन्धी नीतिलाई चीनको जनगणतन्त्रमा वार्षिक मानव अधिकार रिपोर्टबाट अनावश्यक भाषा हटाउने सराहना गर्दै विदेश मन्त्री एन्टनी ब्लिङ्कनलाई एक पत्र पठाएका छन्। केन्द्र प्रशासनका प्रमुख डाक्टर लक्ष्मण सिंघेलले गत अक्टोबर विशेष समितिको बैठकमा तत्कालीन विशेष संयोजक रोबर्ट डेस्रोसँग छलफल गरेको थियो। यो स्वागत परिवर्तन तिब्बत दूतावास डीसी, तिब्बत समर्थन समूह र अन्य व्यक्तिको द्वारा लगातार अभियानको परिणाम हो भन्नुभयो। G7 समूहका विदेश मन्त्रीहरूले 12,400 शब्दहरूद्वारा चीनले मानवाधिकार उल्लङ्घनको निन्दा गरेको छ। लन्डनमा 3 देखि 5 मई 2021 बीचको 2 वर्षको बेलायतले आयोजना गरेको पहिलो व्यक्तिको सम्मेलनमा चीन र रुस सम्बन्धी केही महत्त्वपूर्ण भौगोलिक र राजनीतिक मुद्दाहरूलाई केन्द्रित गरेको थियो, जसमा प्रचलित कोभिड-19 महामारी र मौसम परिवर्तन लगायत विश्वव्यापी चुनौतीहरू केन्द्रित रहेको थियो।
यो व्यक्तिगत कूटनीतिले विश्वव्यापी चुनौतीहरूको सामना गर्न र उत्तम विश्वको निर्माण गर्नका लागि प्रमुख अग्रणी लोकतन्त्रको दृष्टिकोणलाई समर्पित गर्न महत्त्वपूर्ण कदमका रूपमा हेरेको थियो। G7 राष्ट्रहरूले जलवायु परिवर्तन, मानवाधिकार सम्बन्धी लैङ्गिक समानता र विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल गर्नुभएको थियो। चीन खराब कारणहरूले गर्दा छलफलको केन्द्रबिन्दु रहेको थियो। गत हप्ता शुक्रबार केन्द्रीय प्रशासनको चुनाव आयोगले 2021 को सिक्योङ र 17औं तिब्बती संसदहरूको नतिजा घोषित गर्नुभयो। आज तिब्बती निर्वाचन आयोग द्वारा इस दिन 14 मई सन 2021 इसी दिन में जो हमारे अध्यक्ष पद के लिए एवं हमारे पार्लियामेंट के लिए जो चुनाव हुआ है तो उनके जो परिणाम जो है वो आज मैंने घोषित किया है। और इसमें से जो अध्यक्ष पद के लिए श्री पेम्पा सिरिङ जो कि पूर्व स्पीकर थे उनको 34,324 वोट से उनको प्रथम श्रेणी प्राप्त हुए हैं। तो हम लोग मिस्टर पेम्पा सिरिङ को नेक्स्ट प्रेसिडेंट घोषित किया जा रहा हूँ। और इसके साथ साथ जो जितने भी संसद जो 45 सांसद जो है उनका भी नाम जो है हम इसी दिन परिणाम जो है वो घोषित किया गया है। भारतपछि अब नेपालमा कोरोना महामारीको संक्रमित संख्या बढ्दै गएको छ। तसर्थ कृपया आफ्नो घरमा सुरक्षितसँग बस्नुहोला र कुनै पनि कारणले बाहिर जानु पर्यो भने सकेसम्म मास्क लगाउन कहिले नबिर्सनुहोला। हस्त आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टसी दिलिक।